आजको हाम्रो गीत रहेको छ चिट्ठी तिमलाई लेखौँ भन्छु। चिट्ठी तिमीलाई लेखौँ भन्छु, मनको कुरा मनमै रह्यो। यहाँ नायक अत्यन्त धेरै नायिकालाई प्रेम गर्छन्, तर नायिकालाई त्यो कुरो थाहा छैन। बीचबीचमा नायकले नायिकालाई म प्रेम गर्छु तिमीलाई भनेर जताउने बोलाउने भन्ने धेरै प्रयास गर्छन्, तर नायिकाले बार बार भरे भोलि भनेर टार्छिन्। उनीहरू एउटै स्कुलमा विद्यार्थी थिए, आज उनीहरू एउटै स्कुलमा शिक्षक छन्। कहानी यसरी सुरु हुन्छ, आउनुहोस् अगाडि बढौँ। नायकले भन्छन् चिट्ठी तिमीलाई लेखौँ भन्छु, मनको कुरा मनमै रह्यो। नायक चाहन्छन् कि चिठी लेख्न, तर आँट पुर्याउँदैनन्। ऊ भन्छन् ए प्यारी, म तिमीलाई मनको कुरा लेख्न चाहन्छु। तिमीप्रति जुन मेरो मनमा अगाध प्रेम छ, म त्यो वर्णन गर्न चाहन्छु, तर कसरी गरौँ? सम्झनाले सताइरह्यो, यो आँखाले हेरिरह्यो। तिम्रो सम्झनाले मलाई हर क्षण सताउँछ। म केवल हेरेर टोलाएर बस्नु बाहेक मैले केही गर्न सकेका छुइनँ। मेरो मनमा भएको कुरो, मेरो अगाध प्रेमको जुन धारा मेरो मनमा, मेरो हृदयमा बहेको छ, त्यो मैले प्रस्फुरित गर्न सकिनँ प्यारी। अब मनको कथा लेखौँ भने अधुरो नै रहन्छ कि, यो आँखाले टोलाइरहे बादल आई छेकिन्छ कि। तिमीप्रति मेरो मनमा यति धेरै कुराहरू छन्, लेख्नु हो भने सायद 1000वटा किताब लेखिन्छन्। त्यही भएर लेख्न थालेर कति चाहिँ लेख्नु? 1 पन्ना 2 पन्ना कति लेखौँ र? मनको कथा लेखौँ भने अधुरो नै रहन्छ कि। लेख्दा लेख्दै यी संसारका कागज सकिएलान् प्यारी, तर तिमी प्रति मैले लेख्ने भाव सकिँदैन। त्यही भएर मलाई लेख्न पनि अधुरै हुन्छ जस्तो लाग्छ। अब नलेखिकन सम्झिन्छु, टोलाएर बस्छु तिमीलाई, कतिन्जेल टोलाउनु र? त्यो डट, त्यो कलम घरि टोक्छु, घरि दिमागमा राख्छु, सोध्छु, तिम्रै बारेमा टोलाउँछु। यी आँखाले टोलाइरहे बादल आई छेकिन्छ कि। कतिन्जेल टोलाउन सक्छु होला र म तिम्रा बारेमा? प्रकृतिको पनि त आफ्नो नियम छ। काहीँ टोलाइरहँदा, काहीँ हेरिरहँदा प्रकृतिले पनि व्यवधान दिन्छ। हेरिरहन सक्दिनँ। के लेखौँ तिम्रा बारेमा? के लेखेर तिमीलाई यस्तो दिउँ जुन शब्दले तिमीलाई नघोचोस्? कुन शब्दले लेखौँ त्यस्तो नबिजाउने काँडा जस्तो चन्द्रमा झैँ मुस्कान तिम्रो? के लेख्दाखेरि तिमीलाई नबिजाउला प्यारी? के लेखौँ म जसले चाहिँ तिमीलाई नबिजाउने काँडा होस्? सायद मेरो शब्द तिम्रा लागि काँडै हुन्छ होला, तर यस्तो कुन काँडा तिमीलाई दिउँ जसले चाहिँ नबिजाउला? के लेखौँ त्यस्तो जसले चाहिँ तिमीलाई नघोच्ला? के भनेर सम्बोधन गरौँ तिमीलाई? चन्द्रमा झैँ मुस्कान तिम्रो भन्छन्। फुल टिपिदिउँ भने शिरमा नलाई ओइलिन्छ कि। माया भनी बोलाउँ भने गाली कतै पाइन्छ कि। मनमा के छ कुरा तिम्रो, बोलाउँ भने छैन साइनो, मनको कुरा मनमै रह्यो। नायक भन्छन् बाटामा एउटा फुलेको फुल देख्दा पनि मलाई तिम्रै याद आउँछ, तिम्रै सम्झना आउँछ। म चाहन्छु कि यो फुल टिपेर तिमीलाई दिउँ, तिम्रो शिरमा लगाइदिउँ, गुथेर तिमीलाई शिरमा यो फुलको माला सजाइदिउँ। तर फेरि सम्झिन्छु मैले तिमीलाई नदिकनै मेरै हातमा यो फुल ओइल्याउने त होइन। यो फुल कति भाग्यमानी हुन्थ्यो होला तिम्रो शिरमा पुग्न पाउँदा। तिम्रो शिरको शोभा यो फुलले कति बढाउँथ्यो होला। अझ मलाई त यस्तो लाग्छ यो फुलले तिम्रो शोभा होइन, तिमीले गर्दा यो फुलको शोभा हुन्थ्यो होला। तिम्रो शिरमा पुग्न पाउँदा यो फुल पनि भाग्यमानी हुन्थ्यो होला। तर मलाई डर लाग्छ प्यारी, कतै यो फुल म टिपौँला यहाँबाट र मेरै हातमा ओइलिने त होइन। तिमीलाई दिने मेरो सामर्थ्य छैन। किन, के भनेर दिनु र म तिमीलाई? माया भनी बोलाउँ भने गाली कति पाइन्छ कि। मलाई डर लाग्छ। म त तिमीलाई प्रेयसी सम्झिन्छु, मेरो प्यारी सम्झिन्छु, प्राण प्यारी सम्झिन्छु। माया भनेर बोलाउँला तिमीलाई, तर तिमीले मलाई गाली गर्छौ कि त कतै? किनभने मनमा के छ कुरा तिम्रो, बोलाउँ भने छैन साइनो प्यारी मसँग। तिम्रो मनमा के कुरा छ, तिमीले मलाई के सम्झेकी छौ? मात्रै केवल साथी मात्रै सम्झेकी छौ कि बा? मलाई के थाहा र?
के भनेर साइनो म केलाउँ, तिमीसँग म बार बार बोल्न चाहन्छु, तिमी पर पर भाग्छौ, भरे भोलि पर्सि भेटौँला भन्छौ, आजको भाषामा भन्ने हो भने मेरो मेसेजको रिप्लाई गर्दिनौ। म कसरी तिमीलाई के साइनोले बोलाउँ, के साइनो केलाउँ तिमीसँग? तिम्रो मनमा बा के छ नि? बा तिमी पनि मलाई प्रेम गर्छौ, तिमीले भन्न नसकेकी हौ कि? सङ्कोच नमान। या त के छ तिम्रो मनमा, म कसरी बुझौँ र प्यारी? मनमा के छ कुरा तिम्रो बोलाउँ भने छैन साइनो। त्यसै कारण मलाई यो फुल दिन पनि बडो डर लाग्छ। कतै यो फुल मेरै हातमा, मेरै गोजीमा मुर्झाउने त होइन? मनको कुरा मनमै रह्यो प्यारी, मनको कुरा मेरो मनमै छ, मैले तिमीलाई भन्न सकिनँ। यति भन्दै यसको भिडियो पनि बडो मिठो बनेको छ। नायकले जब एकदमै बल गरेर आँट गरेर नायिकालाई राम्रो चिठी दिने प्रयास गर्छन् आफ्ना मनका भाव कोरेर, तर चिठी उनले दिनुभन्दा अगाडि नायिकाले आफ्नो विवाहको निमन्त्रण पत्र, मेरो विवाहमा आउनु है भनेर नायकको हातमा त्यो पत्र थमाएर नायिका जान्छन्। नायिकाको विवाह कहीँ निर्धारित भइसकेको हुन्छ। यसैमा यो भिडियो लगभग सकिन्छ। अन्तिममा हामीहरूलाई थाहा हुन्छ कि उनीहरू दुईजना फेरि पनि त्यही स्कुलमा पढाइरहेका छन्, त्यही कलेजमा पढाइरहेका छन्। यो कुरा केवल नायकको मनमा मात्रै थाहा छ कि उसले कति माया गर्थ्यो कसैलाई। नायिकालाई अझै पनि यो कुरो थाहा छैन। उनीहरू दुईजना बुढाबुढी भइसके, आज पनि नायक बार बार झस्किन्छन्, आज पनि बार बार नायक सम्झिन्छन्, उनलाई बार बार तडपिन्छन्। काहीँ पनि चिठीको कुरा आयो भने चिठी तिमीलाई लेखौँ भन्छु, मनको कुरा मनमै रह्यो। अत्यन्त नायक दुःखमा छन् यस गीतमा। गीत लेख्नु भएको थियो शब्द राजेन्द्र र शङ्करले भनेर यहाँ उल्लेख गरिएको छ। स्वर सङ्गीत शम्भु राईको र विशेष धन्यवाद हरिहर शर्मा भनेर लेख्नु भएको छ। यस्तो मिठो सङ्गीत हामीहरूलाई, यस्तो मिठो भाव प्रकट गर्ने हाम्रा अग्रजहरूलाई धन्यवाद दिँदै बिदा चाहन्छु।